हाई एभ्रिवान, लासो फ्याफुल्ला सबैजनालाई। आज चाहिँ म हजुरहरूलाई म कता कता गएँ, के गरेँ, कसो गरेँ सबै देखाउन गइरहेको छु। आज म बिहानै निस्किएँ रुमदेखि अनि त्यसपछि म लागेँ गाडी चढेर गएँ। गाडी त चढेछु तर के गरेँ थाहा छ, म गौशाला पुग्नुपर्ने मान्छे अनि म गाडी चढेछु चक्रपथको। अब के गर्नु त, म हतारमा गाडी चढेको यादै भएन के कुन गाडी चढेँ भनेर नै। चाबेल त पुग्ने हो सोचिरहेको थिएँ मैले नि। अब गौशालाको उताको चढेको भए त म त्यहाँ पुग्न सजिलो हुन्थ्यो नि त, उता चढ्नुपर्ने त्यही चढेछु। अब के गर्ने भन्दाखेरि चाबेलवाडी नै झरेँ अनि हिँड्दै गएँ म चाहिँ। अब त्यही त हो कि नहिँड्नु, हिँड्दै जान्छु भनेर हिँड्दै गएँ। त्यो बिहानको जाम हुन्छ नि, हजुरहरूलाई थाहा छ नि गौशालाको जाम यस्तो लाग्छ, बोर लाग्छ। त्यो भन्दाखेरि हिँड्दै जान्छु भनेर म हिँड्दै गएँ, लखर एक्लै हिँड्दै गएँ। अनि त्यो जामहरू देख्दाखेरि के साथीहरू, मलाई थाहा छ नि कस्तो मजा आउँछ के यो जाममा म अड्किनु भन्दाखेरि म हिँडेको ठिक्क भएँ है भन्दै म चाहिँ हिँड्दै थिएँ, सोच्दै हिँड्दै थिएँ। अनि त्यसपछि म पुग्न लागेँ गौशाला पुगेँ। अनि त्यहाँ जाम भइरहेको थियो नि त, मजा आइरहेको थियो मलाई चाहिँ हिँड्नलाई, एक्लै लखर हिँड्नलाई। सो जामहरू यताउता हेर्दै गएँ म चाहिँ। हिँड्दै गइरहेको थिएँ अनि ठ्याक्क गौशाला पुगेँ। अनि म चाहिँ ट्राफिक नियमको त पालना गर्नुपर्ने हुन्छ है भन्दै हिँड्दै थिएँ होइन। ट्राफिक नियमको पालना गर्नुपर्छ भनेर म चाहिँ जेब्रा क्रसबाट पारी तरेँ। अनि त्यसपछि म गाडी चढेँ, टेम्पो चढेर गएँ। सिभिल हस्पिटल जानु थियो मलाई अनि म गएको म चाहिँ। अनि सिभिल हस्पिटल यता नयाँ बानेश्वर झरेँ। अनि सिभिल हस्पिटल एकपटक मात्रै गएको थिएँ कि म, ला कता हो भन्दै यसो हेर्दै गएँ। अनि त्यही अगाडि हो भन्दै एकचोटि गएको बिर्सिसकेँ नि त। अनि म चाहिँ गएँ हो। गएँ म चाहिँ यताउता हेर्दै। बिहानको टाइम थियो, सबैजना क्लास जानेहरू फर्किँदै हुनुहुन्थ्यो, अफिस जानेहरू हिँड्दै हुनुहुन्थ्यो। म चाहिँ एक्लै लाज पनि लागिरहेको थियो भिडियो बनाउन। अनि लखर हिँडेँ बिहानै। अनि त्यसपछि म चाहिँ हिँड्दै थिएँ अनि त्यहाँ बाटोमा यसो हेर्दै थिएँ क्या, त कता छ पसलहरू भनेर। अनि म चाहिँ यहाँ दही खानलाई पसेँ, दही खानु पऱ्यो भनेर एउटा पसलमा पसेँ। त्यहाँ फलफुल पसल पनि रहेछ, यो दहीहरू पनि पाउँदो रहेछ। अनि सबै पसेँ अनि म चाहिँ त्यहाँ दही खाएँ, दही र बनाना खाएँ। अनि चिसो यस्तो थिएन बिहान तर नि खानु थियो मलाई अनि खाएँ। त्यसपछि फेरि निस्केर हिँडेँ म चाहिँ, लागेँ हस्पिटलतिर। त्यही अगाडि नजिकै थियो हस्पिटल। अनि म चाहिँ हस्पिटल गएँ अनि लाग्यो म चाहिँ हस्पिटलतिर, यतै अगाडि हो नि त, नजिकै हो। अनि लागेँ म चाहिँ एक्लै लखर पारेर अनि हस्पिटलमा छिरेँ। यही हो हस्पिटल चाहिँ। अनि हस्पिटलमा अब मेरो काम चाहिँ, मलाई पोहोर त पहिला त गरेकै हो, मलाई त्यो थाहा भएन कि ठ्याक्कै। अनि यो गार्ड दाइलाई सोधेँ मैले कहाँ हो भनेर। अनि त्यसपछि उता जानुहोस् न, उता प्रशासनमा जानुहोस् भन्नुभयो। अनि म गएँ, ए हस् हुन्छ भन्दै। अनि म चाहिँ गएँ हस्पिटल म चाहिँ त्यहाँ प्रशासनमा। अनि अरू मान्छेहरू पनि अलिअलि हुनुहुन्थ्यो। अनि कस्तो स्विट हुनुहुन्थ्यो क्या त्यो अङ्कल पनि होइन। म त्यहाँ फर्महरू लिनुपर्ने थियो अनि त्यो अङ्कलले त्यहीँ भरिदिनु भयो क्या। अनि म चाहिँ हिँडेँ, मेरो यही पेपरले जिन्दगी अड्क्या भनेर, यही पेपरले यस्तो भइरहेछ भन्दै यस्तो हिँडेँ म चाहिँ चल्दिएको। अनि मेरो चाहिँ त्यहाँ चेकअपहरू थियो। अनि म चेकअपहरूको त अब त्यहाँ भित्र त बनाएन। अनि त्यो चेकअपहरू सकाएँ, म चाहिँ चेकअपहरू गरेँ। अनि त्यसपछि लास्टमा निस्किएँ, म चाहिँ हस्पिटलबाट निस्किएँ। अनि निस्किएपछि लागेँ अब फेरि म कहाँ जानु थियो भन्दा पुतली सडक जानु थियो। पुतली सडक जानको लागि कहाँदेखि गाडी लाग्छ नि मलाई त्यस्तो थाहा थिएन कि। यो साइड म खासै आएको थिएन नि त, यता नयाँ बानेश्वरतिर खासै म जाँदिनँ अनि गएको थिएन। अनि म यता पारीदेखि लाग्छ भन्दै थियो। अनि म यता हिँडेँ पुल पारी तरेर, पुलबाट तरेँ म चाहिँ पारी। अब फेरि
उतारेँ त्यो पुलबाट अनि त्यसपछि अर्को गाडी आयो एउटा बस अनि म चाहिँ त्यही बसमा चढेर गएँ पुतली सडक अनि बसमा मजाको गीतहरू बज्दै थियो अनि म चाहिँ मजाले सुन्दै गएँ पुरानो गीतहरू के लोकल बसमा थाहा छ नि मजा आउँछ क्या त्यो लोकल बसहरूमा लाग्दैकोमा चाहिँ अनि एकरो भइरहेर म चाहिँ यताउता हेर्दै हिँडेँ अनि त्यसपछि यहाँ साथीहरू त्यो अस्ति आन्दोलनको बेलामा जलेको यो हेर्दै गएँ अनि म चाहिँ त्यहाँ पुगेँ साथीहरू छ नि यहाँ मलाई थाहै थिएन क्या यता पुतली सडकतिर पनि म त्यस्तो जाँदिनँ नि त अनि कहाँनिर हो केही थाहा थिएन कल गरेको त्यही भन्नुहुन्छ लोकेसन चाहिँ दिनुभयो तर मलाई कुन फ्लोरमा कहाँ यताउता केही थाहा थिएन क्या कुन बिल्डिङ भयो अनि खोज्दै गएँ म खोज्दै गएँ अनि यता हेर्छु नि भेट्दिनँ उता हेर्छु नि भेट्दिनँ भेट्दिनँ अनि बल्ल पुगेँ म अनि त्यहाँ वेट गरेँ अनि त्यहाँ कुरासुरा गरेपछि चाहिँ वेट गरेर बल्ल कुरा गरेँ अनि म निस्किएँ अब जान्छु चाबेल जानलाई हिँडेको म चाहिँ चाबेल जान बस चढेँ अनि म चाहिँ हिँडेँ कस्तो निन्द्रा पो लागिरहेको थियो मलाई बसमा त म त एकछिन सुतेको चाबेल आइपुगेँ म त अनि सिधा गरेर अनि म सिधै गएँ म यहाँ जानुपर्थ्यो अफिसमा अनि त्यहाँ गएर एकछिन कुरासुरा गरेँ अनि म निस्किएँ फेरि मलाई बौद्ध जानु थियो अब ब्याङ्क जानु थियो अनि हिँडेँ म आज साथीहरू हिँड्दा एकै दिनमा यति धेरै हिँडेँ कि म अनि हिँडेँ बौद्ध त अब त्यहीँबाट कस्तो घाम पनि लागिरहेको थियो मजाको कति गाडी चढ्नु हो मजा अब चाबेलदेखि बौद्धसम्म फेरि हिँडेरै जान्छु पहिला त कति हिँडेँ भनेर हिँड्दै गएँ अनि म यहाँ बौद्धमा आइपुगेँ ब्याङ्कमा आएँ तर मेरो के भयो मेरो कामै मिलेन ब्याङ्कमा अनि फेरि गएँ म गाडी चढेर गोकर्ण गएँ अनि यहाँ के साथीहरू यो ट्राफिक हेर्नु न मामा माइजूहरू कस्तो मजाले नाच्दै हुनुहुन्थ्यो यो नाच्दै भन्दा नि उहाँहरूको त्यो के एउटा अभियान त्यस्तै के थियो अनि मजाले नाच्दै हुनुहुन्थ्यो उहाँहरू अनि म यहाँनिर अहिले त्यो भाइरल भइरहेको नि यो ठाउँ अनि यहीँबाट जाने हो अनि म चाहिँ हिँडेको अनि म त्यहाँ चढेँ त्यहाँ गोकर्ण पुगेँ अनि त्यसपछि फेरि गएँ म महाकालबारीतिर हिँड्दै महाकालबारी त्यहाँ थोरै काम थियो त्यहाँ कामको लागि गएँ एक्लै लखर हिँड्दै गएँ अनि एक्लै मान्छेले पनि के भन्छ होला है एक्लै हिँडिरहेछ भन्दै थियो मनमा चाहिँ अनि जे भने पनि केही छैन भन्दै हिँडेँ घाममा लखर हिँडेँ अनि यहाँ सानो पुल पुगेँ म चाहिँ अनि सानो पुल पुगेर गफ लाएँ अनि त्यहाँबाट भिडियो बनाइनँ मैले त्यसपछि म डाइरेक्ट गएँ शङ्करापुर हस्पिटल नारायणडाँडा अनि यहाँ बजू बिरामी हुनुहुन्थ्यो अनि बजूलाई हेर्न गएँ अनि एकछिन बजूसँग बसेँ अनि म चाहिँ साँझ पनि परिसकेको थियो अनि शङ्करापुर हस्पिटलबाट पनि निस्किएँ अनि म चाहिँ तरकारी लिएर घर गएँ बाई सबैजनालाई।